हेलो गाइज वेलकम बैक टु माई मिनी ब्लग। आज म फेरि पनि तपाईहरुको सामु नयाँ भिडियो लिएर आइसकेको छु साथीहरु। अनि आज चाहिँ छोरी म चाहिँ हेल्पर्स जाँदैछौ। आजको भिडियो चाहिँ धेरै लामो हुँदैन है साथीहरु, 2-3 मिनेटको मात्रै हुन्छ होला। अनि दिदी म नानी हामी तीनजना चाहिँ लखर जाँदैछौ है साथीहरु, अस्तिको बाटो हुँदै। अनि आज चाहिँ किन जाँदैछौ भन्ने चाहिँ हामीलाई पनि थाहा थिएन के साथीहरु। सिस्टरले हिजो नै फोन गरेर भोलि आउनु है भनेर भन्नुभएको थियो, त्यही भएर जाँदैछौ साथीहरु। अब त्यही गएर थाहा हुन्छ होला। अनि हामी जाँदाखेरि चाहिँ सबै दिदीबहिनीहरु आइसक्नु भएको रहेछ। अनि आज चाहिँ स्तनपान दिवस रहेछ, त्यही भएर बोलाउनु भएको रहेछ सिस्टरले। अनि हाम्रो कार्यक्रम चाहिँ 10 मिनेटमै सकियो साथीहरु। त्यहाँ जाने मात्र रहेछ, त्यसपछि खाजा बाट्नु भयो सिस्टरले। खाजा थ्यांक यू। अनि मैले चाहिँ नानीको वेट कति भएछ भनेर जोख्न गएको थिएँ। 4 किलो 100 ग्राम भएको रहेछ। अनि अहिले चाहिँ फोटो खिच्ने कार्यक्रम हुँदैछ साथीहरु, सबै आमाहरु। अनि फोटो खिचेर हामी फेरि घरतर्फ लाग्यौं साथीहरु। दिदीको चाहिँ स्कुलमा खाजा पुऱ्याउन जानुपर्छ नि त नानी र कान्छीलाई, त्यही भएर। अनि यो चाहिँ हाम्रो गुम्बाको गेट हो साथीहरु, सबै ल्याइसकेको छ। अनि यतिकैमा हामी घर आइपुगिसक्यौं साथीहरु। अनि मेरो छोरी चाहिँ हेर्नु न मस्त सुतिरहेछ है अहिले। हेर्नु न साथीहरु, छोरी सुताएर त म पनि मस्त निदाइछु है, कस्तो मिठो निद्रा लागेको। अनि छोरी चाहिँ यता झोलङ्गातिर मस्त सुतिरहेछ है उ पनि। अनि हेर्नु न साथीहरु, नानीलाई त एकदमै गर्मी भइछ के, त्यही भएर मैले उठाएर पनि रुमालले हम्काइरहेको छु के उसलाई। फ्यान लाम भने सिधै चिसो लाग्छ नि त उसलाई, त्यही भएर मलाई पनि एकदमै गर्मी भयो थियो। म हामी दुईजनालाई हम्काइरहेको छु कि म पनि भर्खर उठेको थिएँ नि त। अनुहार हेर्नु न कस्तो देखिरहेछ, भूतको जस्तै देखिरहेछ साथीहरु। अनि आजको भिडियो चाहिँ यही इन्ड गर्नु पर्ला है त साथीहरु। बाइ बाइ गाइज, थ्यांक यू फर वाचिङ।